आजको चाहिँ गुड मर्निङ भएको दिनको पानी छ यस्तो। मर्निङ चाहिँ मेन काम हुनेछ मेरो नानी पढाउने र मेरो नानीलाई मैले पढाउँदैछु र इच्छा त्यसमा पढाएँ। त्यसको बाद म तल किचनमा गएर चिया पकाएर सबैजनालाई चिया हालिदिएँ र आजको खाजा चाहिँ मम्मीले अचार र रोटी बनाउनु भएको रहेछ र बालाई पनि दिएँ। अन्त मैले पनि खाएँ चिया र रोटी। आजको ब्रेकफास्ट चाहिँ यति नै थियो। मैले चाहिँ लुगाहरू पनि सबै धोइसकेँ हो। अन्त अब चाहिँ खाना बनाउने बेला भइगयो फेरि। यहाँ चाहिँ आमा चाहिँ नानीसँग खेल्दैछ। खै के खेलेको हौ? खै हेरौँ। अरूले भाँडाकुटी भन। दिपिकाको ड्युटी सकेको छैन। के खेलेको आदु? भन त लु के खेलेको? भाइको एरोप्लेन झरेछ एरोप्लेन। सबै मैले काम गरिकन गएको थिएँ। हेर्नुहोस् यहाँ चाहिँ मैले गरेर गएको थिएँ। यो चाहिँ हाम्रो काठकटेरो र यहाँ चाहिँ बाख्राको खोर। अनि यहाँ चाहिँ मम्मीले हाम्रो एकदम गाउँले किचन लिपेर एकदम सिनिक्कै बनाइरहनु भएको रहेछ। अब चाहिँ म यो बोल लगेर चाहिँ लोकल सब्जीहरू खोज्न गएको। फर्स्ट चाहिँ म यहाँ जान्छु। मेरो चाहिँ यहाँनिर चेरी टमाटरहरू चाहिँ पाकिरहेको रहेछ क्या। यस्तो भइरहेको रहेछ लछेप्रै पानीले टिप्नु नपाएर हो। यो टिप्छु फर्स्ट चाहिँ म। अब चाहिँ म यो टिप्छु चिन्डे दिउँसोको लागि अचारको लागि। अहिले चाहिँ बर्खामा चाहिँ सबसे बेसी पाइने सब्जी निङ्ग्रो, तिते निङ्ग्रो क्या। यो चाहिँ हाम्रो आमाको लागि ठिक हुन्छ नि त। अहिले सुगर प्रेसर हुनेहरूलाई चाहिँ यो चाहिँ एकदमै। वाउ कति दामी फुलेछ हौ हाम्रो यहाँ त। यो सेतो अरू बेला त अलिक कम्ती कम्ती फुल्थ्यो। आज त मजाले फुलेछ फुल पनि। अन्त यो पालि चाहिँ मेरो सकुलेन्टहरू चाहिँ सबै यहाँ राखिदिएको छ। ए अन्त यहाँ चाहिँ गोदावरी रोप्नु स्टार्ट भइसक्यो। किनभने अब योपालि दसैँ छिटो छ त्यही कारणले गर्दा म अलिक छिटै रोपेको होला कि टाइम ठिकै हो कि मलाई त्यो यादै भएन माथि बेसी बसेकोले गर्दामा हो। अन्त मेरो चाहिँ सकुलेन्टहरू चाहिँ यहीँ बिजोग भइरहेको छ अहिले। अब चाहिँ म सब्जीहरू सबै टिपेर चाहिँ हातमुख धोएर आइसकेँ। अब चाहिँ लुगा फेरेर अनुहारमा यसो क्रिम स्रिम लगाएर चाहिँ खाना पकाउन जान्छु। मैले चाहिँ अब लुगाहरू फेरिसकेँ। अन्त मेरो स्किन केयर गर्छु र खानाहरू बनाउन जान्छु। किनभने स्किन केयर पनि बहुत जरुरी छ। किनभने गाउँमा अलिकति घामहरू ज्यादै लाग्छ, अलिक गरमै हुन्छ। त्यो भएर सनस्क्रिम र क्रिम त लगाउनै पर्यो नि हो। अनि चाहिँ यति गरिसकेर चाहिँ मेरो खानाहरू बनाउने टाइम पनि ठिक्कै हुन्छ। अहिले 11:30हरू भइसकेको छ लगभग। म चाहिँ अब चाहिँ रेडी भइसकेँ। कोकिला क्लास हो
लागिहाल्यो ओके पानी सामने एउटा नि ताता खाने म बिहामा खानु हुँदैन दाँत भाँचेको भए यहाँ दिँदैन अरे यो खोकी लागेको भने तातै यहाँ चाहिँ मेरो आलु पाक्दैछ आलु र चिन्डे पकाउनुको लागि अनि यहाँ चाहिँ मेरो चनाको सुप बनाउनुको लागि रेडी छ कराई यी मेरो सब्जी चाहिँ पाक्यो अन्त यो चनाको चाहिँ अब यसमा सुप हाल्नु मात्रै बाँकी छ मैले रेसिपीको चाहिँ भिडियो बनाइनँ किनभने म त्यस्तो साह्रो राम्रो कुक होइन नि त कि त्यही भएर फेरि मेरो रेसिपी ट्राई गर्दा फेरि है कस्तो नमिठो हुँदो रहेछ यसरी पकाउँदा त भन्ने नै छैन त फेरि त्यही भएर के बिहान कस्तो वेदर थियो पानी परेर तर अहिले चाहिँ मजाले घाम लागिरहेको छ मेरो नानी चाहिँ एक्लै खेलिरहेको छ आद्विक के खेलेको हावाजहाज त्यो चाहिँ हावाजहाज हो देखाउ त लु कुदाएर देखाउ मलाई कुद्यो रोटी त अब बिहान पो खान्छ त ब्रेकफास्टमा अब चाहिँ अम्लेट मात्रै नि ल नानी अन्त खुट्टामा लाउने मजा त हातमा पो छ त तिम्रो अब चाहिँ मेरो अलमोस्ट खानाहरू पनि पाकिसक्यो अब मम्मी पर्खेको मम्मी आएर चाहिँ हामी खानाहरू खानेछौँ मेरो नानीले चाहिँ सब्जी नखाने त्यही भएर अन्डा बनाइदिएँ अनि बालाई पनि दिएँ खाना गाइस अब चाहिँ खानापिना भइसक्यो हो बहिनीले भाँडा धुँदैछ अब चाहिँ यसो दिन उब्रेको बेलामा एक दुई गाँच भए पनि पत्ती टिपौँ भनेर आएको हाम्रो चाहिँ पत्ती यहीँ छ नि त घरै मुनि यहाँ हाम्रो घर मुनि चाहिँ यस्तो छ है गाइस अब चाहिँ मैले टिप्न सुरु गरेको पत्ती यसरी चाहिँ के कुरा टिपेर चाहिँ झोलामा लाउँछु अन्त चाहिँ अहिले घरमा लगेर चाहिँ मजाले यसलाई ओइलाएर सुकाउनु पर्छ यी हेर्नुहोस् त आइपुग्यो पत्ती टिपेर पनि आजको म यो ब्लग चाहिँ यतिमै एन्ड गर्दैछु मेरो चाहिँ हात यस्तो भयो है पत्ती टिपेकोले